हेलो एभ्रिवान, वेलकम टु माई लक्ष्य युनिभर्स च्यानल्स। आज हामीले सेटको एउटा मोस्ट इम्पोर्टेन्ट क्वेसन लिएर आएका छौँ, जुनमा प्रायः यसो सेटको दुईवटा क्वेसन सोध्ने गर्छ एक्जाममा, दुईवटा प्रकारको। एउटा चाहिँ जुन हामीले पहिला गऱ्यौँ अनि अर्को चाहिँ जुन आज गर्न गइरहेका छौँ। आजको क्वेसन चाहिँ स्क्रिनमा देखिएको होला, त्यसलाई पज गरेर हेर्नु होला है, क्वेसन पढ्नु होला। क्वेसनमा के भनिएको छ भन्दाखेरि कुनै पनि एउटा विद्यालयको कक्षा 10मा अध्ययनरत 120जना विद्यार्थीहरू रहेछन्। तिनीहरूमा सर्वेक्षण गर्दाखेरि 60जनाले क्रिकेट खेल मन पराएका रहेछन् भने 55जनाले बास्केटबल खेल मन पराएको रहेछन् र 20जनाले भने कुनै पनि खेल मन पराएका रहेनछन् भने अब हामीले लेख्दाखेरि कसरी लेख्ने यसलाई भन्दाखेरि सोलुसन लेख्यो। सुरुमा हामीले मान्नुपर्छ, मानौ सी र बीले क्रमशः क्रिकेट र बास्केटबल खेल मन पराउने विद्यार्थीको समूहलाई जनाउँछ। त्यस्तै युले जम्मा विद्यार्थीको समूहलाई जनाउँछ। यो चाहिँ लेख्न एकदम जरुरी छ है। अब एनयु भनेको चाहिँ क्यु भन्दाखेरि एनयु भनेको टोटल नम्बर अफ युले जम्मा विद्यार्थी जनाउँछ। त्यस्तै एनयुले भनेको कतिजना विद्यार्थी हुन्? 120जना। त्यसै गरी क्रिकेट मन पराउने कतिजना हुन्? 60जना। त्यसै गरी बास्केटबल मन पराउने कतिजना हुन्? 55जना। त्यसै गरी कुनै पनि खेल मन नपराउने भनेको युनियनको कम्प्लिमेन्ट चाहिँ 20जना हुन्। अब एक नम्बरमा के सोधिएको छ भन्दाखेरि ए नम्बरमा कुनै पनि मन नपराउनेको गणात्मक लेख्नुहोस् अरे। कुनै पनि खेल मन पराउने भनेको युनियन बी हो, एन बी युनियन सी अथवा सी युनियन बी भनेको एउटै है। बी युनियन बी को गणनात्मक हामीले बुझ्दाखेरि गणनात्मकलाई हामीले भन्दाखेरि कार्डिनालिटी भन्छौँ। यो भनेको नम्बरमा यसकोलाई कतिजना भनेर लेख्ने हो के। त्यो भनेको 20जना हो। यति लेखेपछि एउटा भ्याइ ए नम्बरको भ्याइयो। त्यसै गरी बी नम्बरको गर्दाखेरि बी नम्बरमा के भनेको छ? भेनचित्रमा देखाऊ अरे। भेनचित्रमा देखाउँदाखेरि प्राप्त जानकारीलाई भेनचित्रमा देखाइएको छ। भेनचित्रमा देखाउँदाखेरि के गर्नुपर्छ? सुरुमा यस्तो बनाउने, त्यसै गरी एउटा नाम दिनेलाई हामीले सी दिएको छ, यसलाई बी दिएको छ। अब भेनचित्रमा भर्दाखेरि सुरुमा हामीले बिचको हेर्छौँ। बिचको हेर्दा त बिचको क्वेसनमा केही पनि दिएको छैन, त्यही भएर हामीले यहाँ के लेख्छौँ भन्दाखेरि एन सी बिचकोलाई इन्टरसेक्सन भनिन्छ। यसलाई मानौ एक्स, यसलाई एक्स मान्ने, बिचकोलाई एक्स मान्ने हो।
बिचकोलाई एक्स मानियो भने क्रिकेट भनेको यो पुरै हो, पुरैमा त एक्स त पहिले आइसकेको छ भनेको पुरै भनेको 60 हो, 60 मा एक्स आएको छ भने यो कति यसको कति हुन्छ 60 माइनस एक्स हुन्छ। त्यसै गरी बास्केटबल मन पराउने, बास्केटबल मन पराउने भनेको यो पुरै हो, यो पुरै कतिजना हुन् 55 जना हुन्, 55 जना मध्ये एक्स पहिले आइसकेको छ, त्यही भएर यहाँ कति हुन्छ 55 माइनस एक्स हुन्छ। अब कुनै पनि खेल मन नपराउने भनेको बाहिर हुन्छ, त्यो भनेको 20 हो। बुझ्नुभयो भेनचित्र बनाउँदाखेरि। अब चाहिँ हामीले भेनचित्रबाट के प्राप्त गर्यो भनेर लेख्छौँ है। भेनचित्रबाट हामीले यु भनेको यो पुरै हो, यु भनेको एउटा यो भाग पर्यो, यो भाग पर्यो, यो भाग पर्यो अनि यो भाग पर्यो हो, यो पुरै जोड्ने, यसलाई भनिन्छ हामीले यति पुरैलाई सी भनिन्छ भने यो 60 माइनस एक्स चाहिँ हाम्रो के हुन्छ एन ओन्ली सी, एन ओन्ली सी। त्यसै गरी अब यो भाग पर्यो, बिचकोलाई हामीले के लेख्छौँ इन्टरसेक्सन लेख्छौँ, एन सी इन्टरसेक्सन बी प्लस त्यसै गरी अनि यसलाई हामीले के लेख्छौँ एन ओन्ली बी लेख्छौँ। त्यसै गरी अर्को चाहिँ के लेख्छौँ बाहिरकोलाई युनियनको कम्प्लिमेन्ट प्लस एन सी युनियन बी को कम्प्लिमेन्ट। अब एन यु भनेको कति छ 120 छ। त्यसै गरी एन ओन्ली सी भनेको 60 माइनस एक्स, त्यसै गरी इन्टरसेक्सन भनेको एक्स हो, एन ओन्ली बी भनेको 55 माइनस एक्स हो, त्यसै गरी युनियनको कम्प्लिमेन्ट भनेको 20 हो। अब यहाँ हेर्दाखेरि यहाँ माइनस एक्स छ, यहाँ प्लस एक्स छ, यो चाहिँ काटिन्छ, त्यही भएर यता 120 नै रह्यो। अब यता 60 प्लस 55 प्लस 20 गर्दाखेरि कति हुन्छ 135 अनि अरू के रह्यो यहाँ माइनस एक्स रह्यो, यो दुईटा त काटियो तर यो त काटिएको छैन, त्यही भएर यो माइनस एक्स रह्यो। अब एक्सलाई माइनसमा हामीले कहिले पनि छोडिन्न, त्यही भएर यो माइनस एक्सलाई हटाउँदाखेरि यसलाई यता ल्याइन्छ अनि यो 120 चाहिँ हाम्रो कता जान्छ यता जान्छ, त्यही भएर एक्सले यता लाँदाखेरि के हुन्छ यता यो माइनस एक्स यता जाँदा प्लस एक्स भयो। त्यसै गरी 135 पहिल्यै थियो, अब यो 120 यता आउँदाखेरि माइनसमा आयो, अब 135 गर्दाखेरि 15 एक्स। अब देयरफोर एन सी इन्टरसेक्सन बी भनेको चाहिँ कति हो 15 हो। 15 जना स्टुडेन्ट रहेछन् दुवै मन पराउने। अब सीमा हाम्रो के भनिएको छ भन्दाखेरि फाइन्ड द नम्बर अफ स्टुडेन्ट हु लाइक क्रिकेट ओन्ली, क्रिकेट गेम मात्र मन पराउने अरे। सी नम्बरमा हाम्रो के भनेको छ क्रिकेट गेम मन पराउने, क्रिकेट खेल मात्र मन पराउने विद्यार्थीहरूको संख्या भनेको हामीले के लेख्छौँ एन ओन्ली सी लेख्छौँ। एन ओन्ली सी भनेको कति हो यता भेन डायग्राममा हेर्दा एन ओन्ली सी भनेको कति हो 60 माइनस एक्स हो। अब त्यसलाई हामीले एक्सको भ्यालु आइसकेको छ, अब 60 माइनस एक्स, एक्सको भ्यालु आइसकेको छ, कति छ एक्सको भ्यालु 15 छ, यो यहाँ हामीले राख्छौँ भनेको 45 जना। भनेको क्रिकेट खेल मात्र मन पराउने कतिजना रहेछन् 45 जना रहेछन्। त्यसै गरी डी नम्बरमा के भनेको छ भन्दाखेरि अब क्रिकेट मात्र मन पराउने र बास्केटबल मात्र मन पराउनेको तुलना गर्ने हो। तुलना गर्दाखेरि हामीले रेसियोमा लेख्छौँ। अब रेसियोमा लेख्दाखेरि कसरी लेख्ने, पहिला हामीलाई एन ओन्ली सी त आइसकेको छ, एन ओन्ली सी पनि चाहियो, एन ओन्ली बी पनि चाहियो। पहिला हामीले एन ओन्ली सी त हाम्रो कति छ 45 छ, त्यसै गरी एन ओन्ली बी चाहिँ कति आउनुपर्छ
एन ओन्ली बी भनेको कति हो 55 माइनस एक्स हो एक्स आइसकेको छ गर्दाखेरि एन ओन्ली बी भनेको 40 भयो अब हामीले एन ओन्ली सी र एन ओन्ली बी निकालिसकेपछि अब तुलना गर्दा हामीले रेसियोमा तुलना गर्छौँ अब लेख्दाखेरि कसरी लेख्ने भन्दाखेरि क्रिकेट र बास्केटबल मात्र मन पराउने विद्यार्थीको संख्या तुलना गर्दा भनेर एन ओन्ली सी त्यसै गरी एन ओन्ली बी लेख्छौँ अब एन ओन्ली सी भनेको कति हो 45 ओपन 40 हो त्यसै गरी यसलाई दुईटालाई केले खान्छ 5 ले खान्छ 5 9 जा 45 5 8 जा 40 गरेर 9 ओपन 8 आयो यसलाई गर्दा हामीले 9:8 लेखिन्छ यही नै हो यसको एन्सर यति गरिसकेपछि हाम्रो 6 मार्क्स आउँछ सेटमा दुईटा प्रायः जसो सोधिने क्वेसन भनेको यिनी दुईटा हुन् जुन हामीले एउटा क्वेसन जुन हामीले अघि गरिरह्यो जुन अर्को यो गरिरह्यो अब क्वेसन अरू त सुन्नु सक्छु जस्तै कि प्रोसेस यही हो एक दुईटा सानो कुरा फरक हुन सक्छन् त्यस्तो कन्फ्युजन भए पार यति सकेपछि हजुरले जुन पनि क्वेसन गर्न सक्नुहुनेछ भन्ने विश्वास त छ नै छ यति बावजुद पनि कोही कन्फ्युजन भए पार कमेन्ट सेक्सनमा छोडिदिनु होला मैले त्यसको हल गरेर छोडिदिनेछु ल लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला है त हस् त थ्याङ्क यू